वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ अमित सुनार युट्युब च्यानलमा। अनि आज चाहिँ मैले धेरै बसी भ्लग बनाउन थालेको है। अनि हामी चाहिँ यता घुमेर आएको थियो, यता मर्दातिर। अनि यता छ हाम्रो दिदी सर, यता आउनुहुन्छ हाम्रो भाइ, यता छ अर्को स्न्यापले भाइ। यतातिर चाहिँ एकदम रमाइलो भएर है, चिसो हावा आएर। यता हेर्नु त खोला कत्रो, आमा माछा त माछा देखाइदियो त कत्रो छ। यतातिर त चितुवा लुक्यो भने पनि थाहा हुँदैन। अहिले अगाडि हिँड, चितुवाले तेरो घाँटीमा टोकिदिन्छ, त्यस्तो मर्छ त्यो हेर्छ। तेरो क्याप पनि के अरे हराउँछ, तेरो कपडाहरू सब फालिदिन्छ हेर। चितुवालाई मनपर्ने भने घाँटी र हात हो, तेरो हात खाइदियो भने त हेर त। हामी त ढुङ्गै हामी त हामी तिनजनाको आफैले रक्षा गर्छ। अनि त्यसपछि तँ त अनि त्यसपछि के अरे हामी तिनजना त मिलेर गर्छ तँलाई। तँ नि तँ त नमिले हाइट मानि के मानि। ए यो इत्रु बच्चा रहेछ, यसलाई त म ट्याप टिपेर खान सक्छु भनेर नि हिँड्छ। बबाल रमाइलो भएर है। हुन्छ ल ल ल ल आउनु राम्रोसँग है। ल ल यता हेर त आमा, ओ करेन्ट लाग्छ। ओ यता हेर त, यता त म नि यो आउनु सक्छ नि चितुवा। हुन्छ ओ हिजो स्याल कसरी गरा रे, कसरी रे? स्याल गर अघि के गरे यहाँ झ्यालको छेउमा गरेर बसेछ त यार। कस्तो त्यो हजुरबा फेरि घुर्या नि म फेरि उठे कि गर्नु त बाक्को रायो क्या तँलाई ओइ म राति के अरे मुद्न उठ्दाखेरि डर लागेन? म पिछा फेरि उठेन डरले। त्यो हजुरबा फेरि त्यही माथि त्यो हजुरबा घुर्या देखेर त मलाई डर लाग्यो। बाघ करायो ऊ हेर त बाघले गुवा हगेसम्म। यो बाघ होइन गाईको गाई भैँसी गाई या भैँसी तर हिजो उठो उकाबाट गयो नि पुग्छ होला नि। पुग्दैन। पुग्छ। खसामाको मान्छेलाई पुग्छ। हाम्रो त्यो खोलाको भ्लग पनि छ नि तपाईँलाई थाहा छ? ट्वेन्टी लाग्नु लाग्यो नि त। तर डर लागेन भनेपछि है? मलाई किन डर लाग्यो? डर लागेन रे के? चित्तमा मैले आँखाले देखाएन फिल्ममा देखाएँ। हो र चित्तभन्दा फास्ट दौडिन्छ। उठो आउनु त आउँछ। है धेरै पछि भ्लग बनाउँदा चाहिँ यस्तो लागिरहेको कि नर्भस भएर के बोल्नु छ जोस्। ब्युटी हाम्रो दाइले चाहिँ यहाँ केटीलाई आई लभ यु भन्नको लागि फुल टिपिरहेको। केटी छैन तेरो दाइको? केटी झन् त्यो 3 दिन राख। को कसको त्यो दाइलाई नि भने मैले। कसको? यसको हो? कसको छ भन्दा? रजितको 3टा। आम्मा हेरे तँलाई कराउने भ्लग हेर्छ सानो भ्लग हेर्छ हेरे बाल अभि बाल होइन भने के गरिएन मम्मीलाई थाहा क्या। तँलाई साँच्चीको डर लागेन भने? लागेन क्या। त्यही भएर पिसा हेर्न उठ्यो भएको लाग्नु त। ब्युटिफुल। यता सर्वहरू नि ओ सर्व झन्डै 7-15 गइसक्यो मेरो भनेपछि 5चोटिसम्म टाउको ठोक्यो। ढोका पनि कति सानो ड्याङ ठोकिँदा लाग हुन्छ। हिजो तैँले कसरी 5 दिन जस्तो बनाएको थियो नि बनाउँदा? ओ त्यो पिपलको बोलेको हो र? त्यो पिपलको पार्टी के हो तैँले त मान्छे कुट्न के औठी देखा त? अपुई चार्जर क्या हालिस? चार्जर यहाँ हेर त। भाइलाई हान्छ स्मार्ट ढुङ्गाले।
हिजो यसलाई लो डर लागेर पिसा पनि ननिस्किरहने दाइ म त झन् यो पेपर त उनीहरूलाई चाहिँ त्यो भाउजूबा घुराइदिएर मलाई मलाई त्यही हो मलाई नकुरा न घ घ कसको च्याल कसरी कराएको थियो रे अनि स्याल त कराउन रोकेन त्यसपछि त झ्यालको छेउमा आएर त कुकुर त त्यस नगरे मा यता कुकुर पाले चाहिँ टोक्छ फेरि मा अबमा पहले ऐसा करना है फिर इसका इधर तो मैं तालू हुआ तो क्या हुआ मन तो अच्छा है ना अम्मा ओए आज नसुने हो झुलेर मर बरु बोली तेरो भी म चाहिँ अब बाजा बजाउने बनाउन लागिसकेको छु आई तेरा दे दा पुरै अहिले शीतल भएर आयो अब कस्तो घाम लागिरहेको थियो है तेरो सेटी किन हान्थे स्लो बांधिन्छ भनेर तालु हान्थ्यो तेरो स्लो भनिदिन्छु ल म तालुमा स्लो भन्छ नि गाडी अहिले हेर्नु कस्तो दामी काटिदिन्छु म नकाट्ने अहिले नकाट्ने भन्न नआउनु लिएर जाँदैन नि फेरि काट्ने के भन यहाँ के भन्ने यार यसलाई भन न ओइ यसले चाहिँ कत्रो लेड हगेर पुरै टोयलेटमा पानी नहाल्दो रहेछ भने हावा हावा नबोल्दै ल हामी भोलि खोला नुहाउन जाने कत्रो लेड हगेर पानी नहाल्यो भने टोयलेटमा पुरै तल दोष लगाएर दियो भने तैँले हग्यो भनेर होइन के अरे होइन है वाउ कितना सुन्दर है लेड हगेर पानी नहाल्यो भने टोयलेटमा हावा हावा हावाहरू खाना नि त्यस्तै खाने हग्न नि त्यस्तै अहिले के अरे मैले यति भन्दा भएको अब कत्रो बुको लेड हगेर रहेछ होइन अनि तल दोष लगाएर दियो भने यसले ओ के साँच्ची है ओ त गरे रोहनले भनेको साँच्ची हो तैँले सुत्दाखेरि मुच्छरी त खाट्नु कहिले काहीँ हो त हो है यसले मुच्छरी टाइम टाइममा गचुला कसै टोयलेटमा पानी नहाल्यो देखिस् यसले धरि भने अहिले गएर खोला जानु हजुर भ्याउँछ त्यसपछि जाने ल त्यो सिमेन्टी कम्पनी तेरो बुढी तेरो र कुकुर निको लपर हातले त कालो कुकुर हो अहिले भेट्न आउँछ दाइ उतै नि ऊ त कम्पनी भनिरहेछु कुन ऊ त्यो कुकुर ऊ त्यो घर छेउको कुकुर मेरो चाहिँ बाजे बनिरहेन हेर्नु नि बाजा बनाउन आएर बनाउँछ त्यो दमाई हो र म दमाई नभए नि सिल्वा हाल्यो सिल्वा ल पर्ने छ भने भन्नु होला यस्तो एन्सर लपर्ने रे कमेन्टमा भन्नु भइहाल्छ नि थियो हो क्या चाक देखाएर उफ्रिने चाक देखाएर उफ्रिने आमे हिजो बिरालो आइदियो कसरी रे यहाँ बयर फले सिजनै गइसक्यो भाग फल्छ खोइ कहाँ तल अफिसमा ऊ खजुर झन्डै बिएस नभए त्यस्तो हो के धन्ने के नभए अरे बिएस नभए त
कतिले टोक्नु तैँले के अरे बिहान गएर त्यो दिव्या बहिनीहरूसँग पादे अरे त तैँले छिटो बोल्न भाइ केही जान्दैन तैँले पादे भनेर रजिले पाउँछ के अरे तँमा भाइको छेउमा बस्नु नपारे मा गएको लेड पनि ठुल्ठुलो हो कि मा तपाईँ हावा गुग्नु पानी पनि नहाल्ने मा ओ यहाँ चाहिँ छिटो अनि यो भिडियो यस्तो गर्थेन हामीले पदुवा में तो मैं के हो आमा कस्तो कुरो देखा त तैँले के बना रहे हो बाजा एमिलाई यहाँ यो हाम्रो दाइले हेर्ने बित्तिकै तिनजना पछि लागिहाल्छ केटा कि केटी केटी कुन चाहिँ दाइलाई यो सेतो भेस्ट लाउने उता दुइटा त उता हो तेरो दुईटा तपाईँले तल सम्झेर बसिरहेको थियो त्यहाँ हेर्दा त्यहाँ रियाक्सन रजित अर्को नि आयो ऊ पछाडि हेर्नु त ऊ अर्को नि आयो रजितको म त अब मैले त चिनिहालेँ चिन्यो अब एक्लै आउनु सक्छ पुजान छ पिपलको पात पिपल पात माथि चम्पा यस्तो गीत गाउनु तर नि मर्छ है म त ख्याल खेल्नु त बज्यो कत्रो ठुलो फुल है अगाडि न अगाडि आज झुल पनि खोजेर माछा मार्नु पर्यो त जा गर गम्ने हाम फालेर माछा मारिहाल्छ ल यति हो ब्लग एन्ड